नयाँ बाटो नयाँ पाइला सँगै हाम्रो एउटा डजन मर्डर ग्रुप भन्ने थियो। जस्तै यसले चाहिँ के भने हाम्रो समाजमा रहेको जति पनि भ्रष्टाचारीहरू छन् तिनीहरूलाई चाहिँ लिएर हामीले समाजमा राखेर कुराहरू गर्ने अनि समाजमा विकृतिहरू आएकोहरूलाई हामीले त्यसलाई कसरी चाहिँ नियन्त्रण गर्ने भनेर त्यो पक्षतिर गयौँ। उही बेला त हामीले यो नाटक काम छैन, कति पैसा दिन्छ, के गर्छ यसले, काम छैन, यो छोड्दे, दुनियाँलाई हँसायो, के गर्यो, दुनियाँको छोराछोरी भुलायो भन्ने खालको एक खालको हुन्थ्यो। अहिले चाहिँ हुँदो रहेछ है, नाटकमा लाग्दा पनि केही हुँदो रहेछ भन्ने उदाहरण जस्तै साथीहरू पनि बनेका छन्। नमस्कार, म केशव भुजेल, चुलाचुली रङ्गमञ्चको कलाकार। विगतमा हामीले सम्झिँदाखेरि चाहिँ पहिले यस नाटक क्षेत्रमा काम गर्दाखेरि सुरुमा हामीले एउटा देउसे भैले कार्यक्रमबाट चाहिँ हामीले सुरु गरेको यो क्षेत्र हो। देउसे भैले कार्यक्रम गर्दै जाँदाखेरि एउटा दर्शक तान्नुको लागि पनि एउटा नाटक चाहिँ गरौँ न भन्ने तरिकाले छोटो मिठो नाटक तयार पारेको थियौँ। अनि त्यस पछाडि हामीलाई अझै मजा, अझै राम्रो गर्न सकिन्छ, अझै के गरौँ भन्ने हिसाबले गर्दाखेरि हामीले पछि स्टेज नाटक गरौँ भन्ने आयो। त्यस पछाडि हामीले साथीहरूले 3 नम्बरमा बोलाएर हामीले एउटा स्टेज नाटक गरौँ यहाँनिर बालज्योतिमा गरेको थियौँ। हाट बोकेर धेरै दुःख थियो त्यति बेला, दर्शकहरू भेलाउनु पर्ने, हाते माइक बोकेर प्रचार भन्नुपर्ने, त्यति गर्दै हामीलाई अझै के गर्न सकिन्छ, अझै के गरौँ भन्नाले यो समाजमा के नयाँ कुराहरू दिनुपर्छ भन्ने हिसाबले हामी अघि बढ्यौँ। अनि त्यस पछाडि हाम्रो फेरि देउसे भैले कार्यक्रमै नाच भयो। त्यस पछाडि हामी देउसे भैले कार्यक्रम गर्दै गयौँ, नाचेको पनि लग्यौँ। अनि हामीले एउटा के भन्छ नयाँ बाटो नयाँ पाइला पत्रिका पनि सञ्चालन गर्दै आयौँ, मासिक पत्रिका झिकिन्थ्यो त्यसमा। अनि हामीले सँगसँगै नाटक पनि अगाडि बढाउँदै ल्यायौँ। र एउटा हाम्रो के भन्छ नि यो नयाँ बाटो नयाँ पाइला पत्रिका चाहिँ हाम्रो बिर्सिनु हुन्न जस्तो लाग्छ मलाई चाहिँ। किनभने जति पनि अहिले यो रङ्गमञ्च, चुलाचुली रङ्गमञ्च चाहिँ यहाँसम्म आउनुको कारण चाहिँ यो नयाँ बाटो नयाँ पाइला भन्ने एउटा नाम हो भनौँ कि एउटा के भनौँ, यो नामले नि हामी यहाँसम्म आएको छौँ जस्तो लाग्छ मलाई। बिर्सिनु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ, मेरो हिसाबमा चाहिँ। किनभने यो नयाँ बाटो नयाँ पाइला पत्रिकामा हामीले त्यति बेला संसार भन्ने खासै याद थिएन क्या। हामी एउटा ग्रामीण क्षेत्रमा बसेको मान्छे हो, त्यही भएर एउटा नयाँ बाटो नयाँ पाइला पत्रिकामा चाहिँ हामीले पनि आफ्नो पर्फर्मेन्स, आफूले गरेको कामहरू, समाजमा घटेको घटनाहरू आफ्नै ठाउँमा आफ्नै क्षेत्रमा के गरौँ न भनेर सङ्घर्षमा लागौँ न त, हामी किन त्यतिकै बस्ने भनेर जनचेतनाको लागि पनि हामीले नयाँ बाटो नयाँ पाइला पत्रिका चाहिँ एउटा मासिक पत्रिका झिक्यौँ, समाचारको रूपमा झिक्यौँ। यो चाहिँ हामीले चुलाचुली भरि चाहिँ 2 रुपियाँ 5 रुपियाँ बाटोमा रोकेर हात गाँसेर मान्छेलाई एउटा यस्तो हुँदो रहेछ, जस्तै हामीले बेच्दै जाँदा पनि खालखालको गाली गर्ने पनि भेट्यो। के यस्तो मागेर हिँड्छौ हो, यतिको उमेरमा काम गर्नु नि, यस्तो के बेच्छौ भन्ने पनि भेट्यो, दुःख कुराहरू। तर हामीले त्यो कुराहरूलाई पनि वास्ता नगरिकन हामीले आफ्नो कामप्रति ध्यान दिएर हामीले काम गर्नुपर्छ, समाजको लागि के गर्नुपर्छ, सुधार्नुपर्छ भन्नाले हिसाबले हामी नयाँ बाटो नयाँ पाइला पत्रिकासँगै हामीले नाटक पनि अगाडि बढाउँदै गयौँ। र स्टेज नाटक हुँदै गर्दा हामीले त्यस पछाडि पछि चेन्ज हुँदै आयो। चेन्ज हुँदै आइसकेपछि हाम्रो अनि अलिकति हाम्रो नाटक चाहिँ अलिकति रूपान्तरण भयो। केही काठमाडौँको साथीहरू, केही झापाको साथीहरूद्वारा हामीले केही एउटा नाटक अलिकति फड्को मारेर हामीले एउटा सडक नाटक तयार पार्यौँ। सडक नाटक गर्दै जाँदाखेरि हामीले जस्तै एउटा खेतको बारीमा प्र्याक्टिस गऱ्यौँ। खेतको बारीमा प्र्याक्टिस गर्दाखेरि देउसे भैले कार्यक्रमसँगै हामीले एउटा खेतको बारीमा बिचमा एउटा नाटक तयार पार्दै समाजमा हामीले केही कुराहरू दिनुपर्छ, केही कुराहरू लिनुपर्छ भन्ने हिसाबले हामी अघि बढिराख्यौँ। र हामीले त्यस पछाडि नाटकहरू गर्दै जाँदाखेरि धेरै दुःख कुराहरू हुन्छ। हामीले यता माङसेबुङतिर भयो, यता चुलाचुली झापातिर पनि लग्यौँ। दुःख कुरा हामीसँग चाहिँ त्यति बेला चाहिँ आर्थिक पक्ष चाहिँ एकदम निम्न वर्ग थियौँ, हामी सङ्घर्षकै हिसाबमा थियौँ। अनि आर्थिक पक्ष अलिक निम्न भएको हिसाबले हामी चिउरा र अचार खाएर पनि हामी चाहिँ भोक पोक्यो भने चिउरा र अचार यति खाएर भए पनि हामीले देखाउनुपर्छ, समाजमा केही गर्नुपर्छ भनेर हामी 2-3 घन्टा 4 घन्टा 5 घन्टा 7 घन्टा हिँडेर भए पनि स्कुलमा जनचेतनाको लागि नाटकहरू तयार पार्थ्यौँ, गर्थ्यौँ। र गर्दै जाँदाखेरि अहिले बिचमा केही कुराहरू नयाँ कुराहरू आए। अब अलिकति परिवर्तन भयो, म अलिकति पछाडि फेरि फर्केँ। नयाँ बाटो नयाँ पाइला सँगै हाम्रो एउटा डजन मर्डर ग्रुप भन्ने थियो। जस्तै यसले चाहिँ के भने
हाम्रो समाजमा रहेको जति पनि भ्रष्टाचारीहरू छन् तिनीहरूलाई चाहिँ लिएर हामीले समाजमा राखेर कुराहरू गर्ने अनि समाजमा विकृतिहरू आएकोहरूलाई हामीले त्यसलाई कसरी चाहिँ नियन्त्रण गर्ने भनेर त्यो पक्षतिर गयौँ। तर सबैले हामीलाई चाहिँ नराम्रो यो डजन मर्डर ग्रुप चाहिँ खतरा हो भने यसको नारा चाहिँ खतरा भएर होला, नाम खतरा भएर पनि होला, नामैले काफी पनि भएर होला। अलिकति डजन मर्डर ग्रुप चाहिँ अलिकति चल्यो पनि, अलिकति त्यससँगै हामीले नयाँ बाटो नयाँ पाइला पनि पत्रिकामा ल्याउँदै गयौँ अनि नाटकतिर पनि लाग्दै गयौँ। म चाहिँ त्यति बेला लगभग त्यही कति वर्षको थियो भने 14-15 वर्षको थियो होला, 12-13-14 वर्षको। नाटक सुरुमा गर्दाखेरि अनि डजन मर्डर ग्रुपमा नाम हुँदाखेरि म त्यस्तै 15-16 वर्षको थियो होला। अनि नयाँ बाटो नयाँ पाइला पत्रिकामा 17-18 वर्ष थियो होला। अब अनि पछि गर्दै जाँदाखेरि के दिमागमा आउँदो रहेछ, जस्तै अब चेतना फैलाउँ न भन्ने कुरा हिसाबले हामी दुर्व्यसनीतिर लागेका भाइ बहिनीहरूलाई चाहिँ कसरी राम्रो पक्षतिर लाने अनि समाजमा झैझगडा आयो हल्ला गर्नेलाई कसरी ल्याउने भन्ने एक खालको हामीले टोली बनाएर हामीले कसो गर्न सकिन्छ त भनेर एउटा हामीले सानो भाइ बहिनीहरूलाई एउटा टोलमा गएर चाहिँ एउटा हामीले बचत पनि राख्यौँ भाइ बहिनीलाई। चुलाचुलीमा लगभग सहकारी थिएन होला, एउटा 12 कोठेमा थियो जस्तो लाग्यो मलाई। लगभग यता वारीपट्टि हाम्रो क्षेत्रमा चाहिँ सहकारी भन्ने संस्था चाहिँ थिएन। त्यति बेला हामीले एउटा संस्था बालमिन आवाज भन्ने चाहिँ एउटा बुकैसँग निकालेका थियौँ। त्यो चाहिँ हामीले निरन्तरता दिन सकेनौँ। अब यो समयमा आउँदाखेरि मैले अलिकति नाटक चाहिँ ब्याक गरेको छु। पुरै माया मारेको यो कला क्षेत्रलाई चाहिँ होइन, एकदम हृदयदेखि त के चाहन्छस् भन्दाखेरि म कला नै चाहन्छु भन्ने खालको मान्छे हो। कलालाई माया मार्दिनँ, किनभने आफ्नो व्यस्तताको कारणले कला क्षेत्रमा अलिकति एक्टिभ भएको छुइनँ। जस्तै पहिलेभन्दा अलिकति अहिले चाहिँ रङ्गमञ्च अहिले चाहिँ कला क्षेत्रमा धेरै नै राम्रो भइरहेको छ, फड्को मारेको छ जस्तो लाग्छ। अब के साथीभाइहरू चिनिएको छ, गनिएको छ, अलिकति बुझिएको छ, जस अलिकति चिनिन्छ समाजमा। यस्तो यो कला क्षेत्र पनि यस्तो रहेछ अहिले भनेको अलिकति मानिसमा अलिकति चेतना आयो कि जस्तो लाग्छ। उही बेला त हामीले यो नाटक काम छैन, कति पैसा दिन्छ, के गर्छ यसले, काम छैन, यो छोड्दे, दुनियाँलाई हँसायो, के गर्यो, दुनियाँको छोराछोरी भुलायो भन्ने खालको एक खालको हुन्थ्यो। अहिले चाहिँ हुँदो रहेछ है, नाटकमा लाग्दा पनि केही हुँदो रहेछ भन्ने उदाहरण जस्तै साथीहरू पनि बनेका छन्। त्यसले गर्दा अलिकति एक्टिङ क्षेत्रलाई अलिक कला क्षेत्रमा चाहिँ अलिकति हाम्रो जनचेतना चाहिँ अलिक सकारात्मक तरिकाले अलिक राम्रो तरिकाले आएको हो कि अघि बढेको हो कि जस्तो लाग्छ मलाई चाहिँ। त्यतिखेर हामीले यसरी पछाडि बोक्दा उहाँले ढ्या पार्नु पनि हुन्थ्यो, एउटा रमाइलो फेरि हातमा पारिदिनुहुन्थ्यो र पनि हामीले त्यो क्षणहरू सम्झेर होइन। नमस्ते, मेरो नाम राजकुमार कोयु राई हो, र राजकुमार राई भन्छु। टिकटकमा चाहिँ मेरो हाकु काइला छ। र हामीले चाहिँ पहिला यो ठाउँमा रहँदाखेरि अलिकति हामी ढुङ्गे युगकै थियौँ। अलिकति कस्तो भने गाउँ घरमा समाजमा अलिकति विकृति विसङ्गति, एउटा कुखुरा भाले एउटा कुखुरा पोथी पाल्ने पनि उयो थिएन, वातावरण थिएन क्या यो ठाउँमा। हाम्रै भाइ चेतन डर हुनुहुन्थ्यो, ल है दाइ अब हामी यसरी केही न केही गर्नुपर्छ भन्ने उद्देश्य लिएर हामी अगाडि बढ्न थाल्यौँ। हामीले सबैले सरसल्लाह गर्दाखेरि हामी चाहिँ एउटा आँगनमा बसेर होइन, आफ्नो घरमा बसेर रहेर आफ्नो आफ्नो ठाउँबाट आफूले आफूसँग हुने खुबी के छ त, हामीले यो समाजमा परिवर्तन केही ल्याउनुपर्छ, भोलि समाजलाई गाउँबाट केही परिवर्तन ल्याउने भोलि समाजमा पनि पुग्छ र समाजबाट गाउँबाट सहर पुग्छ, सहरबाट केन्द्रमा पुग्छ भन्ने खालको हैसियत राखेर हामी अगाडि बढ्न थाल्यौँ। हामीले आफ्नै घरमा आफ्नै घरको मकै भुटेर सिम्बल तरुल बोकेर त्यतिखेर सानो जिरे खोर्सानी हुन्थ्यो क्या, त्यो एकदम रमाइलो पलहरू छन् क्या। हामीले सुरुवात नयाँ बाटो नयाँ पाइला एउटा मासिक, र हामीले त्यो गर्दै गर्दै जाँदाखेरि हामीमा अलिकति कन्सेप्ट बढ्दै गएपछि चाहिँ हामीले एउटा डजन मर्डर ग्रुप भन्ने एउटा संस्था पनि खोलिएको थियो। त्यसमा बसेर हामी आबद्ध भएर यो हाम्रो गाउँमा भएको विकृति विसङ्गति र या भ्रष्टाचार भएको थियो, यो बाटोमा हामीले बाटोमा ग्राभेल गर्छु भनेर हामीलाई फिटको पैसा कति उठाएको थियो अलिकति म पनि पर रहेँ, बिर्सेँ मैले होइन त्यसलाई। अनि यहाँका गाउँका भनाउँदा नेताहरूले चाहिँ त्यो हामीबाट उठाइएको रकम, हामी सर्वहारा वर्गबाट उठाएको रकम, हामी गरिब निमुखाबाट उठाएको रकमहरू चाहिँ धेरै इनामिना थिए।
यी हाम्रा गाउँघरका नेताहरू ठुटे नेताहरू अझै पनि हुनुहुन्छ। उहाँहरूले हामीले त्यो पैसा एक पैसा पनि हामीसँग छैन भनिराख्दाखेरि पनि हामीले सार्वजनिक सुनवाई हुनुपर्छ। तपाईँहरू समितिहरू को हुनुहुन्छ, अध्यक्ष सचिव को हुनुहुन्छ, आउनुहोस्। तपाईँहरू आएर अध्यक्ष सचिवहरूलाई भनिदिनु हो भने, त्यहाँ बोल्नु हो भने भुस र कनिका छुटिन्छ भन्ने माध्यम बनाएर हामीले सार्वजनिक ठाउँमा बोलाएर पनि गर्दाखेरि कतिजना उपस्थित हुनु भएन र कति लगभग मलाई लाग्छ 52-54 हजार पैसा यो शान्ति चोकदेखि तल हामीले त्यति पैसा चाहिँ अरू यहाँका समितिहरूमा रहेछ। त्यो पैसा हामीले सङ्कलन गर्न सकेर हामीले 7 इन्चीसम्म हामीले ग्राभेल गर्न सक्यौँ। 52 हजारले चाहिँ त्यत्रो 7 इन्ची हुँदो रहेछ। तर हामी यो शान्ति चोकदेखि माथि भनेको चाहिँ छरेर मात्रै गयो। हाम्रो पैसा त्यहाँनिर खेर गएको थियो। त्यो काम पनि हामीले गऱ्यौँ। त्यो अहिलेसम्म कसैले देखेका छैन। र मैले एकजना सम्झिनै पर्ने अभिभावक चाहिँ हाम्रा मानबहादुर लामिछानेज्यूले हामी युवा मसिनो सचेतक भाइ बहिनीहरूलाई एकदम सहयोग गर्छु भन्ने उद्देश्यले हामीलाई चिया पानको खर्चहरू पनि उहाँले दिनुहुन्थ्यो। र हाम्रो नयाँ बाटो नयाँ पाइलाका आजीवन सदस्य पनि हुनुहुन्छ। उहाँ अहिले स्वर्गवास भएर गइसक्नुभयो र उहाँलाई म स्मरण गर्छु, सम्झन चाहन्छु। जहाँ रहनुहुन्छ खुसी रहनुहोस् बुवा पनि भन्न चाहन्छु। र हामीले त्यो गर्दा गर्दै पनि हिजो हामीले यहाँबाट कलाकारहरू जन्माउने, कलाकारहरू जन्म्यौँ भन्ने उद्देश्य बोकेर हिँडिराख्दाखेरि हामी गरिबीकै कारणले ओझेलमा परे। म पनि एउटा कलाकारितामा एकदम आस्था राख्ने मान्छे थिएँ, राख्थेँ, अझै पनि राख्छु। समय छैन त्यसैले गर्दाखेरि म ओझेलमै छु र आउँदो दिनहरूमा अब समय मिल्यो भने अघि बढ्ने नै छु। र हामीले त्यो हुँदाहुँदै पनि एउटा बिरेको कथा होइन, बिरेको कथा ल्यायौँ भन्ने सडक नाटकहरू र हामीले एउटा मान्छेको खोजी अभियान पनि लिएर हामीले 1 देखि 6 नम्बरसम्म पनि 6 नम्बर कतै कतै पुगिएन होला, 5 नम्बरसम्म हामीले पुगेका छौँ। र हाम्रा कलाकारहरू चाहिँ एकदम के थियो भने त्यतिखेर चाहिँ एकदम रियालिटी मेल कलाकारहरू हुन्थ्यो। हामीसँग दलित पनि हुन्थ्यो, अपङ्ग पनि हुनुहुन्थ्यो। म एउटा मतुवाको रोलमा थिएँ, खेल्थेँ होइन। अनि हामीले त्यसो गर्दै हिँड्दाखेरि हामी टाढा टाढा जाँदाखेरि एकजना हाम्रो अपङ्ग बहिनी, म उहाँलाई पनि सम्झन चाहन्छु, दिलुवासुलाई। हामीले उकालो ओह्रालोमा हिँड्नु नसक्ने, उहाँ अपङ्ग नै हुनुहुन्छ। त्यतिखेर चाहिँ हामीले बोक्ने क्रमहरू पनि चल्थ्यो क्या। त्यतिखेर हामीले यसरी पछाडि बोक्दा उहाँले ढ्या ढ्या पार्नु पनि हुन्थ्यो। एउटा रमाइलो चाहिँ फेरि हातमा पारिदिनुहुन्थ्यो। र पनि हामीले त्यो क्षणहरू सम्झेर होइन, अब विगतका कुराहरू त अब अहिले चेतन दर्ज्यूले यसरी कुरा राख्ने अवसर दिनुभयो र हामीले धेरै कसैले त्यतिखेर अब पैसा पनि थिएन, अब अङ्गेरी टिपेर बाटोमा खाँदै हिँड्थ्यौँ होइन। एउटा अमला भेटेन, अमला टिपेर खाँदै हिँड्थ्यौँ। त्यतिखेर अब बाटाघाटाहरू पनि खनेको थिएन, खोला नालाहरू थियो, पार गर्दै डाँडाकाँडाहरू पार गर्दै हामी सिमलटार स्कुलसम्म पुगेको याद छ होइन। त्यहाँका बासिन्दाहरूले धेरै हामीलाई सम्मान पनि गर्नुभयो, खाजा नास्ताहरू खुवाउनु भयो होइन। यात्रा त हामी यहाँ आइपुग्दाखेरि त लाग्ने लगभग दिनभरि, बिहानदेखि दिनभरि नै 7-8 बजी 8-9 नै राति बस्थ्यो। त्यसरी नै हामीले ती दिनहरू बिताएर आएका छौँ। अहिले भनेको मैले चुलाचुली रङ्गमञ्चले गरिरहेको अब सोसियल मिडियाहरूबाट हेर्दाखेरि एकदमै राम्रो लाग्छ होइन। एकदम सराहनीय कामहरू गरिराख्नु भएको छ। अझै अगाडि बढ्नुहोस्। र मैले पनि चाहन्छु, तर मेरो परिस्थिति र बाध्यताले गर्दाखेरि मैले अगाडि बढ्न सकिरहेको छैन। कुनै समयमा, कुनै दिनमा समय मिलेछ भने म पनि अवश्य बढ्नेछु र चुलाचुली रङ्गमञ्च अझै पनि प्रगतिसहित अगाडि बढ्नुहोस्। यो नयाँ बाटो नयाँ पाइलाले जन्माएर अगाडि बढाउँदै गएर उहाँको नाम अनिल आङथुपो ज्यू एकजना प्रखर कलाकार बन्नुभएको छ। उहाँलाई पनि मैले सम्झन चाहेँ। र मेरो चाहिँ भनाइहरू, स्मरणहरू अझभन्दा अब 10, 15, 20 वर्षै अगाडिको कुराहरू हुन् यिनीहरू। मैले चाहिँ जति स्मरण गर्न सकेँ त्यति नै मैले तपाईँहरू माझमा राखेँ। हस् त, नमस्ते। नमस्कार, म लोकनाथ पौडेल। मेरो घर यही चुलाचुली गाउँपालिका वडा नम्बर 4 पेल्टीमारीमा पर्छ। म यहाँको स्थानीय बासिन्दा हो। यो हाम्रो स्थानीय क्षेत्रमा चुलाचुली रङ्गमञ्च आजभन्दा लगभग 15 वर्ष अगाडि स्थापना भएर निरन्तर कलाको क्षेत्रमा सङ्घर्षरत छ। यो हाम्रो चुलाचुली
क्षेत्रमा यो कला सम्बन्धी चेतना खासै छैन। पहिला पहिला यसो हाम्रा अग्रज दाइहरूले कहिलेकाहीँ चाहिँ नाटकहरू देखाउने गर्नुहुन्थ्यो बेला बखतमा, मेला चाडपर्वको समय बनाएर। त्यस पछाडि यो हाम्रो ठाउँमा चाहिँ यस्ता खालका क्रिएटिभ मानिसहरू चाहिँ विदेश जाने क्रम चल्यो। त्यहाँदेखि कलातिर चाहिँ कसैको पनि झुकाव देखिएन। कलामा झुकाव हुने मान्छेहरू आफ्नो आफ्नो कारणले, व्यवहारिक कारणले चाहिँ विदेशतिर गएपछि यो गाउँ सुनसान जस्तै रह्यो। र जब यो ठाउँमा चाहिँ चुलाचुली रङ्गमञ्चको स्थापना भयो, त्यस पछाडि चुलाचुलीमा कलाको पुनर्जागरण काल सुरु भए जस्तो हामीले महसुस गरेका छौँ। मलाई चाहिँ त्यस्तो लाग्छ। र यो चुलाचुली रङ्गमञ्चले विभिन्न किसिमका आलोचनाहरू सहँदै कलाप्रति झुकाव राख्ने साथीभाइहरूको खोजी नीति गरेर एउटा निश्चित ठाउँमा सबैलाई ल्याएर एउटा वातावरण प्रदान गर्ने काम चाहिँ गर्यो। र यसले चाहिँ कलाका विभिन्न पाटोहरू, नाटक मात्रै नभएर यता पेन्टिङ, गायन लगायत म्युजिकसँग सम्बन्धित हरेक क्षेत्रमा इन्ट्रेस्ट राख्ने साथीभाइहरूलाई चाहिँ जमघट गराउने, छलफल गर्ने वातावरण तयार गरिदिने, उनीहरूसँग लुकेका प्रतिभाहरूलाई चाहिँ विभिन्न अवसरहरूमा व्यक्त गर्ने एउटा स्टेज उपलब्ध गराउने काम गरेको छ। र यो रङ्गमञ्च स्थापना पछाडि पहिला चाहिँ यो रङ्गमञ्चलाई चाहिँ एउटा टाइम पास गर्ने अल्लारेहरूको चाहिँ यो चौतारो जस्तो ठानिन्थ्यो भने अहिले आएर मान्छेले चाहिँ कलाको भाषा बुझ्न थालेका छन्। यसले कला भनेको पनि कुनै स्पेसल चिज हो। यो प्रति पनि समाजका एक किसिमका मान्छेहरूको छुट्टै अनुराग हुन्छ र यसले पनि राज्यलाई केही महत्त्वपूर्ण योगदान दिन सक्छ, व्यक्तित्व विकास पनि गर्न सक्छ र निरन्तर लागियो भने यो पनि एउटा पेसा जस्तै हो भन्ने खालको चाहिँ माहौल सृजना गर्न सफल भएको छ। र यो चुलाचुली क्षेत्रमा अहिले पछिल्लो चरणमा चाहिँ चुलाचुली रङ्गमञ्च यहाँको एक्लो र मुख्य कला साधना केन्द्रको रूपमा स्थापित भइसकेको छ। यो रङ्गमञ्च भन्ने बित्तिकै चाहिँ यो रङ्गमञ्चले चाहिँ नाटक देखाउँछ, अनि नाटकमा चाहिँ माया प्रीतिका कुराहरू देखाइन्छ भन्ने मोटामोटी मानिसहरूको बुझाइ छ। तर मलाई चाहिँ के लाग्छ भने नाटकको माध्यमबाट माया प्रीतिका कुरा, मनोरञ्जनका कुरा मात्रै नभएर समाजका चाहिँ समसामयिक गम्भीर समस्याहरूलाई पनि नाटकको थ्रुबाट देखाउन सकिन्छ। नाटकको माध्यमबाट प्रकृति संरक्षण, भाषा, संस्कृति, संस्कारहरूको संरक्षण गर्नुपर्छ भन्ने चेतनाहरू पनि फैलाउन सकिन्छ। त्यसले गर्दाखेरि यो नाटक अथवा रङ्गमञ्चलाई चाहिँ हल्का रूपमा नलिकन रङ्गमञ्चले 24 घण्टा हाम्रो क्षेत्रमा काम गर्न सकोस् भन्नको लागि चाहिँ यो ठाउँमा पनि एउटा स्थायी रङ्गमञ्चको अवधारणा अगाडि बढाउँदाखेरि चाहिँ यसले समाजलाई पनि भविष्यसम्म फाइदा पुग्ने गरी योगदान दिन सक्छ भन्ने लाग्छ। नाटककै माध्यमबाट विद्यालयका विद्यार्थीहरूलाई नयाँ कुराहरू सिकाउन सकिन्छ। खालि किताबको ज्ञानले मात्रै अब अहिलेको नयाँ जेनेरेसनलाई शिक्षा पुरा हुँदैन। र विद्यार्थीहरूलाई नाटकले पढ्न पनि अलिकति हौसला दिन्छ। अनि प्रकृति संरक्षण, भाषा, संस्कार, संस्कृतिका कुराहरूलाई सम्वर्धन गर्ने कुरा, यसलाई चाहिँ यो स्थानीय स्तरबाट बाहिर लगेर प्रचार प्रसार गर्ने, आफ्नो स्थानीय ठाउँको चाहिँ पहिचान वृद्धि गर्ने कुराहरूमा पनि रङ्गमञ्चले चाहिँ ठुलो भूमिका खेल्न सक्छ। ठाउँलाई चिनाउँछ, विशेष गरी रङ्गमञ्चले ठाउँलाई पनि त चिनाउने काम गर्छ। मलाई चाहिँ त्यस्तो लाग्छ। र यहाँ एउटा स्थायी नाटक घर बनाउन सक्यो भने र यसमा चाहिँ यो क्षेत्रका पढे लेखेका मानिसहरूले अलिकति झुकाव राखिदिनु पर्यो। स्थानीय सरकारले पनि यो विषयलाई चाहिँ खालि बाटो कलभट मात्रै विकास होइन, कला साहित्य को क्षेत्रमा पनि प्रगति हुनु पनि समाजको अर्को पाटोको विकास हो भन्ने ढङ्गले लियो भनेदेखि चाहिँ यसले चाहिँ समाजमा एकदमै राम्रो प्रभाव पार्छ भन्ने लाग्छ।